हेलो सबैजनालाई हैन हामी चाहिँ अब फोटो सुट गर्न जानु लाइक कमेन्ट शेयर सब्स्क्राइब गरिदिनु भन्न न अब हामी चाहिँ जानु आँटेको फोटो खिच्नका लागि रोकिनु पनि मिल्छ त रोकेको देखाउँ जहाँ मौलो होस् न रोकिनु देखाउँ देखाउन ल उहाँ चाहिँ आन्टी हुनुहुन्छ हाम्रो प्यारी आन्टी हिरो नि यो चाहिँ हिँडिसकेका छौँ अब हामीलाई अझ आन्टी ओइ भाउजूलाई फोन लागिसक्यो भन है ल ओइ आइसरी भाउजूलाई फोन लागिसक्यो भन ल गयौँ हामी चाहिँ शुभ विवाहदेखि बल्लैले निस्केको होइन कट्टु राख्ने ठाउँ नभएर यो मैले चाहिँ घाँटीमै बेरेर हिँडिरहेको छु मेरो कट्टु यत्तिकै अब हामी फोटो खिच्न जान लागेको साथीहरू ब्यागी पेन्ट हो नि बहिनी दुईजना जाँदैछन् पर यो बहिनी तिम्रो नाम चाहिँ के हो साँच्चै पायल हिजो अनि मैले तिम्रो नाम नजानेर टिकटकमा के लेखेर हालेको छु थाहा छ नक्कली बहिनी रिस उठ्छ कि रिस उठ्दैन हो त्यस्तो लेख्दा ममलाई चाहिँ रिस उठ्छ ला लेखिदिइहाले सरी ल नामै जानिन नि त तिम्रो अनि त्यही भएर नक्कली बहिनी राख्थे ए हो ए हो ल ल साह्रै सजिलो बहिनी पो रहेछौ त अनि तिमी त मेरो मम्मी आएको खोइ भन्दैछौ हाई एरिका हाई भन्नु न हेलो भन न किन रिसाएको हो र हामी रिसाएको छैन ए उयो पर दिदीहरू भन ममता हौ चुम्मा भन्छ र बस्छ मलाई त अनि छोरे भने नि कन्यामै के अरे ओ भाउजूको मेमोरी फुल छ कि छैन हौ ल ठिक छ अब मैले भ्लग भाउजूकै फोनबाट स्टार्ट गरिदिइसकेको छु हेलो गाइज भन्नु पनि पाइनँ हो आज त अघि भनेर ल ठिक छ त्यसो भने होइन अघि पनि सन्देशको फोनदेखि भ्लग बनाऊँ भनेर सोचिरहेको थिएँ तर त्यसले दिएन त्यसको काम छ भन्यो कि अनि त्यसपछि गयो त्यो अनि त्यही भएर मैले चाहिँ भाउजूको फोनबाट भ्लग बनाएको छु धेरै गरिब छु क्या म एउटा फोन पनि किन्नु नसकेर अर्काको फोन जहिले मागेर बनाउनुपर्छ साथीहरू यस्तै छ मेरो जिन्दगानी दर्पण छाया म त फेरि फोन पाएपछि बोल्नु त नि तिमीहरू बोल्दैन होला भने नानी पनि उठेछ यही हो है हाम्रो गाउँ चाहिँ साथीहरू होइन अझै 9-10 जना जन्तीहरू चाहिँ आउनु अझै नै बाँकी नै छ साथीहरू अनि यहाँ चाहिँ हामी कतिजना छौँ 4 जना त छौँ होइन विशेष गरी चाहिँ हाम्रो ठाउँ हाङपाङ गाउँको चाहिँ त्यो सबैभन्दा राम्रो राम्रो भ्रमण क्षेत्र हो हामी चाहिँ लुगा लाउँदै गरौँ न हामी चाहिँ अब कट्टु मात्रै छ हामी चाहिँ चुली आइपुग्यौँ साथीहरू यहाँ छन् 3 जना यहाँ छ भाइ अनि यो चाहिँ चुली हो होइन यो चाहिँ हाम्रो ताप्लेजुङको एउटा भ्रमण क्षेत्र पनि भन्दा हुन्छ क्यामेरा मात्रै अलिकति नराम्रो हो कि जस्तो हो रुँदै थियो कि फकाउँछ होला नि त अनि जोइले यहाँ चाहिँ छु अनि म आए श्यामा त रेडी पो
यति खिच्ने म त हो यता म गर्छु म त सक्क भयो ओ यता नदेखा एउटा त अहिले तैँले मेरो हेर्दै थिएछ होइन मुला नगर न त्यस्तो चार्ज हेर त मेरो कति छ झन् यो जाइको हस्पिटल चाहिँ खोलेको भनेको ए यो चाहिँ हाम्रो भ्रमण क्षेत्र हो साथीहरू धेरै राम्रो छ यार ल लड्छ होला हौ यो एरिका त आजकल त निडर भएछ हौ यस्तै हो होइन साथीहरू अनि त्यसपछि मैले चाहिँ फोटो खिच्ने बाहनामा मैले मेरो यसो गाउँहरू देखाइदिएको मात्रै हुँ होइन अनि फोटो चाहिँ त्यस्तो साह्रो खिचिएन खिच्नु चाहिँ तर मेरो गाउँ चाहिँ धेरै राम्रो छ होइन अनि त्यसपछि अन्तिमसम्म हेरेर हजुरहरूले यसरी नै साथ दिइरहनु होला हस्त धन्यवाद।